हेलो नमस्ते अनि स्वागत छ सारांश बुक्स युट्युब च्यानलमा। आज म यहाँ एउटा यस्तो पुस्तकको चर्चा गर्न उपस्थित भएको छु जसले तपाईको मन छुनेछ, तपाईलाई सोच्न बाध्य पार्नेछ र जीवनलाई स्पर्श गर्ने नयाँ दृष्टिकोण प्रदान गर्नेछ। डाक्टर नवराज केसीद्वारा लिखित सो स्पर्श, आशा, प्रेरणा र खुशीका कथाहरू एक यस्तो कृति हो जुन व्यक्तिगत कथाहरूको माध्यमबाट मानव मनको गहिराइमा पुग्छ र प्रेम, त्याग, सङ्घर्ष र मुक्तिको अनमोल पाठ सिकाउँछ। डाक्टर केसी एक चिकित्सक हुनुहुन्छ, तर उहाँको लेखनीमा जीवनलाई बुझ्ने गहिरो दर्शन पाइन्छ। सो स्पर्शमा उहाँले समेटेका कथाहरूले हामीलाई आफ्नो समाज र परिवेशलाई मात्र होइन, आफूभित्रको अनन्त सम्भावनालाई पनि चिन्न प्रेरित गर्छ। आज हामी यही सो स्पर्शको जादुमय संसारमा डुबुल्की मार्नेछौँ। तयार हुनुहोस्, किनकि यो यात्रा तपाईँको जीवनलाई स्पर्श गर्ने एउटा अविस्मरणीय अनुभव बन्नेछ। सो स्पर्श डाक्टर नवराज केसीद्वारा लिखित आशा र प्रेरणाले भरिएको एउटा अनुपम यात्रा हो, जहाँ जीवनका कठिन मोडहरूमा पनि सकारात्मकताको उज्यालो भेटिन्छ। यो पुस्तक, जसको शीर्षकले नै आत्मीयताको स्पर्श बोकेको छ, एक अस्पतालको शवगृहको हृदय विदारक दृश्यबाट सुरु हुन्छ, जहाँ लेखकले आत्महत्या गरेका एक बालकको लास देख्नुहुन्छ। त्यो बालक जो कक्षा 2 मा पढ्दै थियो र उसको कलिलो जीवन एउटा कहाली लाग्दो अन्त्यमा टुङ्गिएको थियो। तर यो कथा केवल दुःखको गाथा मात्र होइन, बरु डाक्टर केसीले यसलाई आशाको किरणमा ढाल्दै प्रश्न गर्नुहुन्छ, दुःख पारी के हुन्छ र? पुस्तकमा 3वटा अध्यायहरू छन्। पहिलो अध्याय जङ्गबहादुरको कथाबाट सुरु हुन्छ। जङ्गबहादुरको कथाले हामीलाई साहस र जीवनको अर्थ सिकाउँछ। बीबीसीका पत्रकार प्रकाश पन्तले पठाएको एउटा भिडियो सन्देश जसमा एउटा बालक वर्षौंदेखि हिँड्न सक्दैनथ्यो लेखकको मनलाई छोएर जान्छ र उहाँ भन्नुहुन्छ, डाक्टरले केवल बिरामीलाई जीवन दिँदैन, केही बिरामीको उपचारमा डाक्टरले पनि नयाँ जीवन प्राप्त गर्छ। जाजरकोटका जङ्गबहादुरको सङ्घर्ष, उनको परिवारको समर्पण र लेखकको मानवता, यी सबैले मिलेर यो कथालाई अविस्मरणीय बनाउँछन्। अस्पतालको पोषण गृहमा भेटिएका अन्य बालबालिकाहरूले लेखकलाई जीवनको गहिरो पाठ सिकाउँछन्, मानवता, करुणा र सेवाको महत्त्व सिकाउँछन्। यहाँ मानिसले जीवनमा प्राप्त गर्न सक्ने सबैभन्दा ठूलो उपहार ऊ मान्छे हुनु नै हो भन्ने सत्य उजागर हुन्छ। त्यसपछि आउँछ जङ्गबहादुरको गाउँमा भूकम्पले निम्ताएको विनाशको चित्रण। विचलित पार्ने दृश्यहरूका बावजुद लेखकले त्यहाँ सृष्टिकै सबैभन्दा बलियो आत्मा देख्नुभयो, मानवताको अटुट शक्ति। रक्सी पिउने र जुवा खेल्ने जङ्गबहादुरका बुबाको कथाले हामीलाई पश्चाताप र परिवर्तनको बाटो देखाउँछ। भगवानले मान्छे बनाएका होइनन्, मान्छेले भगवान बनाएका हुन् भन्ने बुबाको कथनले जीवनको गहिरो दर्शन दिन्छ। त्यसपछि अर्को कथा रहेको छ मन्दिरेको कथा। कथाको सुरुवातमा लेखकले मन्दिरेलाई एक भुइँ मान्छेको रूपमा चित्रण गर्नुभएको छ, जसको हाँसोले भुइँभरि खुसी छर्दछ। मन्दिरे कुष्ठरोगबाट पीडित छन् र फोहोरका खाली बट्टा बटुलेर आफ्नो जीवन निर्वाह गर्छन्। मन्दिरेको हाँसो असाधारण छ। लेखक भन्नुहुन्छ, उनको हाँसो बिउ खुसी उमार्न मिल्ने भए संसारलाई पुग्ने खुसी फुल्ने फल्ने थियो सायद। प्रोफेसरले सिकाएको कुरा सम्झँदै लेखकले मन्दिरेको मुस्कानको गहिरो अर्थ खोज्नुहुन्छ। उहाँले निष्कर्ष निकाल्नुहुन्छ कि मन्दिरेको मुस्कान केवल एक क्षणको आनन्द नभएर जीवन जिउने तरिका हो। मन्दिरे आफ्नो जीवनका भोगाइहरू सुनाउँछन्। उनले कुष्ठरोगका कारण भोग्नु परेको भेदभाव र तिरस्कार, परिवार र समाजबाट पाएको एक्लोपनको अनुभव व्यक्त गर्छन्। लेखक मन्दिरेको कुरा सुनेर साह्रै भावुक हुनुहुन्छ, तर मन्दिरेको सकारात्मकता देखेर चकित पनि पर्नुहुन्छ। मन्दिरेले बताउँछन् कि कसरी उनको गाउँबाट निकाला भयो र कसरी उनले भारतमा काम सुरु गरे। उनी भन्छन्, संसारमा एक्लै हुनु नपरोस् भनी भाकल अर्नेहरूलाई देउताले के दिन्छ थाहा छ? छोरी हो। जीवनमा कहिले एक्लै हुनु नपरोस् भनी भाकल अर्नेलाई देउताले छोरी दिँदो रहेछन्। लेखकले मन्दिरेको कथालाई कग्नेटिभ डिस्टोर्सनसँग जोड्नुहुन्छ, जहाँ नकारात्मक सोचाइले जीवनमा पार्ने असरको बारेमा चर्चा गरिएको छ। उहाँले मन्दिरेको सकारात्मकतालाई नकारात्मक सोचाइबाट मुक्त हुने उपायको रूपमा प्रस्तुत गर्नुहुन्छ। मानव मस्तिष्कलाई कसरी सकारात्मक र बलियो बनाउन सकिन्छ भन्ने विषयमा लेखकले प्रकाश पार्नुहुन्छ। लेखकले कग्नेटिभ बिहेभियर थेरापी र अन्य विधिहरूको प्रयोग गरेर मानसिक समस्याहरूलाई कसरी समाधान गर्न सकिन्छ भन्ने बारे पनि चर्चा गर्नुभएको छ।
यस खण्डमा लेखकले मानव मस्तिष्कको क्षमता, सकारात्मक सोचको विकास र मन्दिरेको जीवनको महत्त्वलाई प्रकाश पार्नु भएको छ। लेखकका अनुसार मन्दिरेको कथाले देखाउँछ कि जीवनमा जस्तोसुकै परिस्थिति आए पनि सकारात्मक दृष्टिकोण राखेर खुसी र सन्तुष्टि जीवन जिउन सकिन्छ। यस कथाले पाठकहरूलाई जीवनमा कहिले हार नमान्न र सधैँ सकारात्मक सोच राख्न प्रेरित गर्दछ। मन्दिरेको चरित्र एउटा प्रेरणादायक उदाहरण हो जसले हामीलाई जीवनको वास्तविक अर्थ बुझ्न मद्दत गर्छ। स्वस्पर्शको दोस्रो अध्यायमा पाठकहरू एउटा गहिरो यात्रामा निस्कन्छन् जहाँ व्यक्तिगत कथाहरूले मानव अस्तित्वका विभिन्न आयामहरूलाई केलाउँछ। मानव स्वभावमा समाजको अमीर छाप कसरी रहन्छ भन्ने प्रश्नबाट सुरु भएर प्रेमको शक्ति, गरिबीको कठोरता, आशाको झिल्को र मानसिक स्वास्थ्यको महत्त्वसम्मका विषयवस्तुलाई स्पर्श गरिन्छ। हामी पुस्तक पढ्दै जाँदा जातको पर्खाल तोडेर प्रेमको ज्योति जगाउने एक जोडीको कथामा साक्षी बन्छौँ, जहाँ उनीहरूले समाजको विरोधका बावजुद आफ्नो प्रेमलाई अटल राख्छन् अनि गाउँको शान्त परिवेशमा पुग्छन् जहाँ प्रकृति र मानव समुदायको अटुट सम्बन्धले जीवनको लय गुन्जिरहन्छ। एउटी सानी नानीको कथाले बाल्यकालको पीडा र जीवनप्रतिको आशालाई एकसाथै प्रस्तुत गर्छ। यी कथाहरू केवल पीडाको बयान मात्र नभएर जीवनलाई गहिरोसँग बुझ्न र अँगाल्न सिकाउने मार्गदर्शक पनि बन्छन्। लेखक प्रश्न गर्छन्, के यी कथाहरूले पाठकहरूलाई आफ्नो जीवन र समाजलाई बुझ्न मद्दत गर्छन्? यस खण्डमा जीवनका कठिन मोडहरूलाई उजागर गर्दै लेखकले करुणा, सहानुभूति र सकारात्मकताको शक्तिलाई जोड दिनुभएको छ। उहाँले स्पष्ट पार्नुहुन्छ कि जीवन केवल सुखको खोजी मात्र होइन, दुःख र सङ्घर्षको सामना गर्ने क्षमता पनि हो। नकारात्मकताको अँध्यारोबाट निस्केर सकारात्मक सोचको उज्यालोमा पाइला चाल्न प्रेरित गर्दै डाक्टर केसीले मानव अनुभवको सारलाई उजागर गर्नुभएको छ। यो खण्ड पाठकहरूलाई आफू र अरूको जीवनलाई अझ गहिरो रूपमा बुझ्न, सकारात्मक सोच राख्न र जीवनमा आइपर्ने चुनौतीहरूको सामना गर्न तयार पार्छ। मानव मनभित्रको समाज, प्रेमको शक्ति, गरिबीको सामना, आशा र सङ्घर्षको महत्त्व, मानसिक स्वास्थ्यको सचेतना र सकारात्मक सोचको अपरिहार्यता जस्ता विषयलाई समेटेर यो खण्ड एउटा प्रेरणादायक र मननयोग्य यात्रा बन्छ। यसै गरी अध्याय 3मा पनि विभिन्न पात्रहरूका कथाहरू छन्, जस्तै किरण। कहिलेकाहीँ जीवनमा यस्ता मोडहरू आउँछन् जहाँ सबै कुरा त्यागेर आत्मसमर्पण गर्न मन लाग्छ। यस्तै परिस्थितिमा किरण नामकी एउटा युवतीले आफूलाई कर्णाली पुलबाट फाल्न खोज्छिन्। यस कथामा लेखकले जीवनको अँध्यारो पक्षलाई चित्रण गर्नुभएको छ। किरणको कथाले निराशामा डुबेकाहरूलाई आशाको किरण देखाउँछ। त्यसै गरी अर्को कथा रहेको छ रिटायर्ड आमा। रिटायर्ड आमाको कथाले बताउँछ कि कसरी एउटा व्यक्तिले आफ्नो जीवनको उत्तरार्धमा पनि एउटा नयाँ अर्थ खोज्न सक्छ। उनी आफ्नो विगतलाई सम्झिन्छन् र नयाँ तरिकाले बाँच्न थाल्छिन्। यस कथाले हामीलाई जीवनको हरेक चरणमा सकारात्मकता खोज्न प्रेरित गर्छ। त्यसै गरी अर्को शीर्षक रहेको छ अस्मिता। अस्मितावादीको कथा दलित समुदायको एक सशक्त आवाज हो। उनले आफ्नो समुदायको उत्थानका लागि गरेको सङ्घर्षको कथा यस खण्डमा प्रस्तुत छ। उनको कथाले हामीलाई सामाजिक न्यायका लागि लड्न प्रेरित गर्छ। त्यसै गरी अर्को कथा रहेको छ बा र बाका बोराहरूलाई भन्ने। यो कथाले लेखकको बाल्यकालको सम्झनालाई ताजा बनाउँछ। उहाँको बुबाले आफ्नो परिवारका लागि गरेको त्याग र सङ्घर्षले यस खण्डमा चित्रण गरेको छ। लेखकले आफ्नो बुबाको सङ्घर्षबाट जीवनमा कहिले हार नमान्न सिक्नुभयो। यी कथाहरू मार्फत लेखकले प्रेम, त्याग, सङ्घर्ष र मानव मनको शक्तिलाई उजागर गर्नुभएको छ। प्रत्येक कथाले हामीलाई आफ्नो जीवनलाई पुनर्मूल्याङ्कन गर्न र सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्दछन्। यी कथाहरूले पाठकलाई जीवनका विभिन्न रङहरू र अनुभूतिहरूलाई आत्मसात गर्न प्रेरित गर्दछन्। स्वस्पर्शको यो खण्ड प्रेरणा, साहस र मानव करुणाको एउटा अनुपम सङ्गम हो, जसले पाठकलाई जीवनको वास्तविक मूल्य बुझ्न र अँगाल्न मार्गदर्शन गर्छ। स्वस्पर्श एउटा यस्तो कृति हो जसले पढेर सकिएपछि पनि लामो समयसम्म मनमा गुनगुनाइरहन्छ। यसले जीवनलाई स्पर्श गर्ने नयाँ दृष्टिकोण मात्र दिँदैन, आफूभित्रको असीम क्षमतालाई चिन्ने बाटो पनि देखाउँछ। आशा छ यो भिडियोले तपाईँलाई यो पुस्तक पढ्न र जीवनलाई स्वस्पर्शले हेर्न प्रेरित गर्नेछ। यस्तै प्रेरणादायी पुस्तकहरूको जानकारीका लागि हाम्रो च्यानल सारांश बुक्सलाई सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।